1997 मा इन्डोनेसियामा भएको घटना हो। एकजना फार्मर चाहिँ आफ्नो खेतमा हिँडिरहेको थियो। अनि खेत चाहिँ कस्तो थियो भन्दाखेरि सुगर केनको खेत थियो, उखु बारी थियो होइन। अनि आफ्नो खेतमा हिँड्दा हिँड्दा अचानक एउटा ढिस्को देख्यो, एउटा अचानक एउटा अचम्मको ठुलो ढिस्को देख्यो है। अनि त्यहाँ ऊ गएर चाहिँ उसले चेक गर्छ त्यो ढिस्को के रहेछ भनेर चेक गर्दाखेरि चाहिँ त्यो माटो चाहिँ अलिकति गिलो थियो। अनि गिलो भएको साथै त्यहाँ चाहिँ अचम्मको एउटा स्मेल पनि आइरहेको थियो है। त्यो स्मेल चाहिँ सडेको गलेको टाइपको स्मेल थियो। अनि उसलाई अलिकति सस्पिसन लाग्छ। अनि ऊ चाहिँ आफ्नो एउटा नजिकैको एउटा त्यो गाउँमा चाहिँ एउटा नजिकै एउटा आर्मी क्याम्प हुन्छ होइन, त्यहाँ जान्छ। त्यहाँ गएर चाहिँ उसले भन्छ यस्तो स्मेल आइरहेछ, एउटा अचम्मको हुन्छ नि वियर्ड स्टफ छ भनेर भन्दाखेरि चाहिँ त्यो आर्मीको मान्छेहरूले चाहिँ उसलाई एक्चुअली तपाईँहरू जानु, साथीहरू लिएर जानु होइन, अनि त्यहाँ खनेर हेर्नु के रहेछ, त्यस्तो के रहेछ भने हामीलाई खबर गर्नु भनेर उसलाई भन्यो। अनि उसले त्यस्तै गर्यो, ऊ गयो आफ्नो साथीहरू लिएर गयो, गाउँको हुन्छ नि 5-6जना मान्छे लिएर गएर खन्न थाल्यो। त्यहाँ खन्न थालेपछि चाहिँ त्यो स्मेल चाहिँ अझै स्ट्रङ्गर भइरहेको थियो, एकदमै हुन्छ नि अचम्मको त्यो गनाइरहेको थियो है। अनि त्यसको साथै त्यो स्मेल पनि गनाएको थियो। अनि पछि अझै स्ट्रङ हुँदै गइरहेको थियो स्मेल चाहिँ। अनि अचानक एउटा बडी भेट्यो उनीहरूले त्यहाँ। तर बडी पनि कस्तो थियो भन्दाखेरि माटोमा गाडिएको थियो अनि क्लियरली देखेको थिएन। तर हेर्दाखेरि चाहिँ बडी जस्तो थियो। अनि उनीहरूले चाहिँ तर्सिने बित्तिकै उनीहरू चाहिँ अब त्यहाँबाट भाग्यो, त्यो ठाउँबाट उनीहरू भागेर चाहिँ पुलिस स्टेसनमा गयो। पुलिस स्टेसनमा उनीहरूले भन्यो यस्तो हामीले यस्तो गरेको थियो, यस्तो देखाएको थियो। अनि त्यहाँ चाहिँ एउटा बडी हामीले कम्प्लिटली बडी देखेको त होइन, तर एउटा बडी जस्तो फिगर त्यहाँ देखियो होइन। अनि पुलिसहरू आएर अब इन्भेस्टिगेट गर्न थाल्यो होइन। उनीहरूले अझै खनेर हेर्दाखेरि चाहिँ एउटा केटीको त्यहाँ बडी रहेछ, डेड बडी रहेछ है। अनि त्यो केटीको डेड बडी चाहिँ कस्तो थियो भन्दाखेरि उसको त्यो केटीको मुख चाहिँ वेस्ट साइडतिर फर्काएर राखेको थियो। अब त्यो केटीको बडी त्यहाँ भेटिदिने बित्तिकै गाउँको मान्छे तर्सिहाल्यो है, एकदमै तर्से। पुलिसहरू पनि एकदमै सक भयो त्यस्तो बडी देखिँदाखेरि। अनि त्यसपछि पुलिसहरूले अब इन्भेस्टिगेट गर्न थाल्यो कसको बडी के भनेर। एउटा पुलिसलाई चाहिँ के भनेर खबर आउँछ भन्दाखेरि एउटा केटी चाहिँ 2 दिनदेखि मिसिङ छ भनेर खबर आउँछ। अनि उसको फ्यामिलीले रिपोर्ट गरेको रहेछ, त्यो मिसिङ भएको केटीको फ्यामिलीले। अनि त्यसपछि उसको फ्यामिलीलाई उनीहरूले बोलाउँछन्, पुलिसले बोलाएर अनि देखाउन लाउँछ बडीलाई। अनि त्यो केटी चाहिँ उनीहरूकै छोरी रहेछ। अनि इन्भेस्टिगेसनहरू जारी नै थियो, ठुलो केस भइसकेको थियो यो। अनि न्युजहरूमा चारैतिर इन्डोनेसियाको न्युजहरूमा आउन थाल्यो होइन, यसरी एउटा बडी भेटाएको छ र यसरी एउटा हुन्छ नि केटीको मर्डर भएको छ भनेर चारैतिर हल्ला फैलियो। त्यसको एक दिन पछि चाहिँ एकजना रिक्सा ड्राइभर चाहिँ पुलिस स्टेसनमा गयो। पुलिस स्टेसनमा गएर चाहिँ उसले के भन्यो भन्दाखेरि मैले यो केटीलाई देखेको छु, यो केटी चाहिँ मेरो एउटा कस्टमर हो भनेर भन्यो। अनि पुलिसले चाहिँ अब फर्दर इन्भेस्टिगेट गर्दाखेरि चाहिँ उसलाई सोध्यो, क्वेसनिङहरू गर्यो, तिमीले हुन्छ नि कसरी देख्यो, तिमीले कहाँ छोडेको थियो उसलाई भनेर सोद्धाखेरि चाहिँ उसले के भन्यो भन्दाखेरि यो केटीले चाहिँ मलाई एक्ज्याक्ट लोकेसन चाहिँ भनिरहेको थिएन, हातको डिरेक्सनले यता जाऊ लेफ्ट जाऊ, स्ट्रेट जाऊ, राइट जाऊ भनेर भनिरहेको थियो भनेर भन्यो। अनि उसले चाहिँ के पनि भन्यो भन्दाखेरि मलाई एकदमै अचम्म लागेको थियो, किन भन्दा कसैले पनि त्यस्तो गर्दैन होइन। के त एक्ज्याक्ट लोकेसन भन्छ, तर उसले चाहिँ त्यस्तो केही पनि भनेन, खालि यता जानुहोस् उता जानु भनेर भन्यो। अनि त्यसपछि अनि उसलाई पुलिसहरूले सोध्यो अब तिमीले लास्ट ड्रप कहाँ गरेको थियो, हामीलाई त्यो ठाउँ देखाऊ भनेर भन्यो। अनि ऊ गयो, अनि उसले देखाइदियो पुलिसहरूलाई यहीँ मैले छोडेको थिएँ भनेर। अनि पुलिसहरूले यस्तो हेरेको त्यो सुनसान ठाउँ थियो। अनि त्यहाँ वरिपरि घरहरू पनि त्यति थिएन। अनि एउटा घर चाहिँ उनीहरू देखियो है। अनि त्यो घर चाहिँ उखु बारीको नजिकै नै थियो, समवेयर नजिकै थियो। अनि पुलिसहरूले त्यो जस्ट एउटा मात्रै घर देखेपछि चाहिँ अनि त्यो पुलिसहरूले चाहिँ गाउँको मान्छे सोध्छ यो घर चाहिँ कसको हो भनेर सोध्छ होइन। अनि
अनि गाउँको मान्छेहरूले चाहिँ मजाले चिन्ने रहेछ त्यो घरको मान्छेलाई चाहिँ त्यो अलिक पपुलर मान्छे नै रहेछ। अनि उनीहरूले के भनेर यो चाहिँ सामन हो, सुरजी सामेन भन्ने हो। र यो सामेन भन्ने चाहिँ कस्तो हुन्छ भन्दाखेरि मैले मेरो एउटा पहिलाको भिडियोमा पनि बनाएको थिएँ, मोना फेन्डीको, त्यो पनि एउटा सामेन थियो होइन। सामेन भनेको चाहिँ जस्तो हाम्रो अब हिन्दू धर्ममा चाहिँ तान्त्रिक गर्ने त्यस्तो जस्तो हुन्छ नि, अब ब्ल्याक म्याजिक गर्ने टाइपकोलाई चाहिँ सामन भन्छ होइन। अब के अरे मेरो पहिलाको त्यो केसमा पनि सेम थियो, सामेन भन्ने वर्डहरू युज भएको थियो है। यसमा पनि सेम छ, यो मान्छे चाहिँ सामेन भन्ने रहेछ। सामेन भन्ने बित्तिकै तन्त्रहरू गर्ने होइन, अब मान्छेको हुन्छ नि करियरहरूको चेन्ज गर्ने अथवा करियर राम्रो बनाउनमा हेल्प आउट गर्ने, फ्यामिली प्रब्लम भएको छ भने मिलाउने, विच डक्टर जस्तो हुन्छ नि त्यस्तो भन्ने रहेछन् होइन। इन्डोनेसिया एउटा मुस्लिम कन्ट्री हो, एकदमै हाई पपुलेसन अफ मुस्लिम कन्ट्री हो त्यो है। अनि त्यहाँ पनि अब यस्तो तन्त्रहरू, मुस्लिम तन्त्रहरू युज गर्ने त्यो धेरै हुँदो रहेछ, व्यापक रूपमा हुँदो रहेछ है। अब उनीहरूको वे अफ डुइङ डिफ्रेन्ट होला होइन, तर समहाउ वर्क चाहिँ सिमिलरै हुन्छ होइन। अब जस्तो हाम्रो उसमा पनि नेपालमा पनि धामी झाँक्रीहरू हुन्छन् होइन, उनीहरूको काम बिग्रेको कामलाई बनाउने हो, एउटा प्रब्लम टु सल्युसन हो होइन। अब त्यो पहिलाको मान्छेले धेरै युज गर्थे होइन। अब मैले पनि देखेको छु युज गरेको कति हुन्छ नि, अब यस्तो स्टिल अहिले पनि गरि नै रहेको हुन्छ। अब चिनाहरू देखाउने, अनि त्यसपछि हुन्छ नि आफ्नो फ्युचर कस्तो हुन्छ, त्यो राम्रो हुन्छ कि नराम्रो हुन्छ होइन। अनि त्यसपछि यताउता हाम्रोमा स्टिल हाम्रो कल्चरमा अझै पनि युज हुन्छ, तर त्यसको दुइटै पोजिटिभ नेगेटिभ साइड्सहरू दुइटै हुन्छन्। कति मान्छेले बिगार्नेतिर लाग्छ पनि गरिरहेको हुन्छ, सपार्नेतिर पनि लागिरहेको हुन्छ। पोजिटिभ वेबाट गऱ्यो भने इट्स अ गुड थिङ होइन। त्यही कुरा नेगेटिभमा गयो भने चाहिँ फेरि त्यसको डाउनफल हुँदै हुँदै जान्छ। अनि एनिवेज इट्स द सेम थिङ होइन। सामन पनि त्यो समाउ त्यस्तै हुँदो रहेछ है। अब जस हिन्दू कल्चरमा मात्रै नभइकन चाहिँ यो संसारकै एभ्री पार्ट अफ द वर्ल्डमा चाहिँ यस्तो ब्ल्याक म्याजिक्सहरू होइन, त्यस्तो यो तन्त्र युजहरू चाहिँ एभ्री टाइम भइराख्ने हुन्छ। जस्तो मेरो पहिलाको एउटा भिडियोमा पनि सेम थियो, त्यो चाहिँ मधेसियामा भएको थियो होइन। इट्स द सेम थिङ। लेट्स गेट ब्याक टु आवर स्टोरी है। अनि अब पुलिसहरूले थाहा भयो कि एउटा सामनको घर रहेछ। अनि सुरजी भन्ने चाहिँ एकदमै फेमस सामेन रहेछ होइन। इभन पुलिसहरूले पनि चिन्ने, ठुल्ठुलो पोलिटिसियनहरूले पनि चिन्ने है। अनि त्यसपछि तर आई डोन्ट नो वाइ किन यो तन्त्रहरू सामन हुन्छ नि, विच ब्ल्याक म्याजिकहरू भन्ने बित्तिकै पोलिटिसियनहरू आउँछन् है, ठुल्ठुलो मान्छेहरू, बिजनेसम्यान यताउता सबै के। अनि त्यसपछि एकदम ठुलो मिस्ट्री हो यो चाहिँ। अब इभन स्टिल अहिले मैले कति केसेसहरू सुन्दाखेरि पनि ब्ल्याक म्याजिक यताउतिसँग सम्बन्धित कुराहरूमा चाहिँ त्यस पोलिटिसियन हुन्छ नि, अब कति ठुल्ठुलो एक्टर्सहरू भइरहेको हुन्छ क्या। अनि सो हुन्छ नि, इट्स काइन्ड अफ लाइक बिट वियर्ड, तर अब काम गर्ने भएर सायद उनीहरूले पनि वर्कआउट गर्ने होला होइन। अनि एनिवेज अनि पुलिसहरू आउँछ उनीहरू, अनि त्यसपछि उनीहरूले अब यो सामेनलाई चाहिँ अब इन्भेस्टिगेट गर्छ होइन। सामेनको घरमा जान्छ उनीहरू गएर, अनि इन्भेस्टिगेसनको प्रोसेसमा चाहिँ उनीहरूले भित्र जान्छ। अनि त्यस्तो सोध्छ अब त्यो सुरजीलाई, के अरे यो केटीलाई चिन्छ कि चिन्दैन भनेर फोटोहरू देखाएर उनीहरूले सोध्छन्। अनि सोधेपछि उसले चाहिँ सिधै भन्छ म चिन्दैन, को हो यो केटी है, मैले सुनेको त थिएँ, यो केटीलाई देखेको थिएँ न्युजमा। अब किन यो चारैतिर हल्ला थियो, एभ्रिबडी न्यू के भएको थियो सिचुएसन भनेर है। अनि उसले भन्छ मैले देखेको त हो, तर आई डोन्ट नो दिस गर्ल, को हो थाहा छैन भनेर भन्छ। अनि अब पुलिसलाई चाहिँ अनि उसको अब उसले जसरी एन्सर गर्यो, जसरी उसले कुरा गर्यो होइन, त्यसमा अलिकति पुलिसलाई शङ्का लागेर चाहिँ अझै क्वेसनिङहरू गर्न थाल्छ कि गर्न थालेपछि चाहिँ अब मेबी समहाउ त्यही गट हुन्छ नि, एउटा त्यो गट बुक थाहा भयो कि के हो होइन। अनि पुलिसले चाहिँ के भन्छ नि, हामी एकचोटि तपाईँको घर चेक गर्नु मिल्छ भनेर सोध्यो है।
हि वाज क्वाइट त्यो सामन चाहिँ एकदमै पपुलर थियो अनि त्यही भएर चाहिँ सायद पुलिसहरूले पनि चिन्थ्यो होला उसलाई है अनि उसले हुन्छ भने चेक गर्नु भनेर चेक गर्न दियो चेक गर्न थालेपछि चाहिँ उनीहरूले चाहिँ केटीको मिसिङ ब्याग भेट्यो अब स्टोरीमा ट्विस्ट चाहिँ के भयो भन्दाखेरि लुगा पनि भेट्यो पर्स पनि भेट्यो तर त्यही पनि उसले चाहिँ एक्सेप्ट गरिरहेको थिएन कि उसले नै मारेको हो भनेर अब पुलिसहरूसँग इनफ एभिडेन्स थियो सो त्यही भएर पुलिसले अब फर्दर इन्भेस्टिगेसन गर्नको लागि चाहिँ उसले जस्तो जेलमा लग्यो है अनि क्वेसनिङ गर्नको लागि अनि उसको चाहिँ अब यो सुरजी भन्ने चाहिँ को थियो सुरजीको फ्यामिली ब्याकग्राउन्ड के थियो होइन अनि लेट्स गेट ब्याक टु हिज ब्याकग्राउन्ड है ऊ चाहिँ उसले के गर्थ्यो ऊ कसरी सामेल भयो उसको फ्यामिली कस्तो थियो होइन त्यसको बारेमा चाहिँ डिटेलमा कुरा गरौँ मोहम्मद सुरजीको जन्म चाहिँ जनवरी 10, 1949 मा नर्थ अफ सुमत्रामा भएको थियो होइन अनि बुवाको नाम जोगन अनि मम्मीको नाम चाहिँ सारथी थियो उसको मम्मी चाहिँ हाउसवाइफ अनि उसको बुवा चाहिँ एउटा सामेन अनि एउटा लोकल फार्मर नै थियो है अनि उसको जन्मको नाम चाहिँ नसिब भनेर थियो अहमदको बुवा चाहिँ जोगन उहाँ चाहिँ एकदमै ठुलो सामेन थियो सबैले रेस्पेक्ट गर्ने धेरै मान्छेहरू उसकोमा जाने है अनि कुराहरू सेयर गर्ने अहमद जन्मेको 7 महिनामै उसको बुवाको मृत्यु हुन्छ जसले गर्दाखेरि चाहिँ उसले आफ्नो बुवाको हुन्छ नि माया उसको पाउन सकेको हुँदैन अनि त्यो कारणले गर्दाखेरि नि उसको फ्यामिली चाहिँ अलिकति फाइनेन्सियल कन्डिसन एकदमै लो हुन्छ है अनि अहमद चाहिँ सानैदेखि एकदम बदमासी गर्ने चकचक गर्ने स्कुलमा पनि झगडा गर्ने त्यस्तो खालको हुन्छ अनि साथीहरू त्यति थिएन उसको साथीहरूसँग झगडा गर्ने अनि जहाँ गए पनि प्रब्लम क्रिएट मात्रै गर्न खोज्ने उसको सानैदेखि त्यस्तो खालको बानी बेहोराहरू थियो अनि ऊ हुर्किँदाखेरि चाहिँ उसले चोरी चकारीहरू गर्ने होइन त्यस्तो गर्ने भएको भएर चाहिँ उसलाई चाहिँ जेलमा लगिएको थियो अनि पहिलोचोटि जेलमा लग्यो उसलाई अनि जेलबाट ऊ निस्किएपछि चाहिँ दोस्रो पटक पनि गाईहरू चोर्यो भनेर उसले फेरि दोस्रो पटक पनि जेलमा गयो अनि त्यो दोस्रो पटक जेलबाट फर्केर आएपछि चाहिँ अब मान्छेहरूले उसलाई अलि हेला गर्ने अब हुन्छ नि अब क्रिमिनल जस्तो भएको भएर मान्छेले त्यति मन पराउँदैन त्यसपछि उसले चाहिँ अब म पनि सामेनमा जान्छु किनभने उसको सामेनमा चाहिँ उसको बुवा हुँदाखेरि चाहिँ एकदम रेस्पेक्ट गर्ने कम्युनिटी राम्रो नजरले हेर्ने भएको भएर चाहिँ ऊ पनि अब म पनि सामेन मेरो बुवा चाहिँ सामेनमा जान्छु भनेर उसले अब त्यही धारणा राख्यो त्यसपछि उसले सामेनको कोर्सहरू गर्न थाल्यो तन्त्र मन्त्रमा एकदमै धेरै लाग्न थाल्यो होइन अनि उसले एकदमै प्रगति पनि गर्न थाल्यो उसमा त्यो इन्ट्रेस्ट थियो अब सायद उसमा उसको बुवाको जिन्स पनि थियो होला होइन जसले गर्दाखेरि चाहिँ उसले एकदम राम्रो गरिरहेको थियो अनि एट द एज अफ 27 मा चाहिँ उसले एकजना महिलासँग बिहा गरे जसको नाम चाहिँ तुमिनी थियो अनि बिहा गर्नुको उसको अर्को कारण के थियो भन्दाखेरि चाहिँ उसको अझै राम्रो होस् र अझै प्रगति होस् भन्ने पनि एउटा धारणा थियो उसको अनि त्यसपछि चाहिँ उसले आफ्नो नाम नसिबबाट चाहिँ अहमद सुरजी राख्यो अनि उसको त्यो वाइफबाट चाहिँ तुमिनीबाट चाहिँ 4वटा छोराहरू जन्मियो अनि त्यो हुँदाखेरि चाहिँ उसलाई अलिकति अनह्याप्पी थियो खुसी थिएन उसलाई चाहिँ एउटा छोरी पनि चाहिने रहेछ होइन अनि त्यही भएर चाहिँ उसले आफ्नो मम्मीसँग चाहिँ के भन्छ आफ्नो आमासँग चाहिँ के भन्छ भन्दाखेरि मलाई एउटा छोरी चाहिएको छ त्यही भएर म अर्को बिहा गर्छु भनेर भन्यो यो कुरा राख्दाखेरि चाहिँ उसको मम्मीले खासै केही प्रब्लम थिएन किन भन्दाखेरि अब मुस्लिम कम्युनिटीमा अब जतिवटा बिहा गरे पनि हुन्छ तिमीले अब पाल्न सक्नु पर्यो होइन त्यो चाहिँ अब यो उनीहरूको यो जातमै छ कम्युनिटीमै यस्तो बिहा गर्ने चलन भएको भएर चाहिँ उसको मम्मीले खासै प्रब्लम थिएन तर उसलाई चाहिँ तुमिनीको बहिनीसँग बिहा गर्नु थियो अनि त्यही भएर चाहिँ उसको मम्मीलाई चाहिँ त्यो कारणले गर्दाखेरि अलिकति प्रब्लम भइरहेको थियो
अनि उसको मम्मी अब रिसाए पनि ऊ खासै हुन्छ नि वास्ता नगरिकन उसले तुमिनीको 2 जना दिदीबहिनीहरूसँग बिहा गर्यो, जसको नाम चाहिँ तुमिना र अर्कोको नाम चाहिँ नगत्या थियो। अनि यो दुवैजना चाहिँ पहिलो वाइफको दिदीबहिनी थियो। अनि जसबाट चाहिँ उसलाई चाहिँ अझै 5 जना बच्चाहरू जन्म भयो उसको यो 2टा वाइफबाट। यो चाहिँ उसको अब ब्याकग्राउन्ड थियो, त्यसरी नै ऊ सामेलमा लाग्यो, त्यसरी नै उसको फ्यामिली ब्याकग्राउन्डहरू थियो होइन। अब यसपछि उसलाई अब हुन्छ नि जेलमा राख्यो, किन भन्दाखेरि पुलिसहरूसँग प्रुफ थियो, ब्याग भेटेको थियो उसको। अनि जुन केटीको लास भेटेको थियो त्यो केटीको नाम चाहिँ श्री केमेला देवी भन्ने थियो होइन, श्री केमेला देवी भन्ने थियो। अनि पुलिसहरूले धेरै उसलाई इन्टरोगेट गर्यो, उसलाई धेरै सोध्यो, तर उसले चाहिँ म इनोसेन्ट छु, मैले थाहा छैन भनेर नै भनिरहेको थियो। उसले भने थियो, त्योभन्दा बाहेक उसले मानेकै थिएन होइन। त्यसपछि पुलिसहरूले के गर्यो भन्दाखेरि अब यो त अब हुन्छ नि मानिरहेको छैन। अनि अब यसको हुन्छ नि उसको 3 जना वाइफलाई पनि बोलायो, त्यहाँ पनि उनीहरूलाई पनि इन्टरोगेट गर्न थाल्यो अब वाइफहरूलाई पनि। अनि त्यसपछि उसको वाइफहरूलाई इन्टरोगेट गर्न थाल्दाखेरि चाहिँ एकजना वाइफ टुमिनीले चाहिँ उसको पनि इन्भल्भमेन्ट छ भनेर चाहिँ उसले त्यहाँ भन्यो। अब उनीहरूलाई एकदमै हुन्छ नि टर्चर दिइरहेको थियो, एकदमै हुन्छ नि भन भनेर धेरै कुरा भने भएर उसले चाहिँ समाउ उसले मेरो पनि इन्भल्भमेन्ट छ, एउटा हुन्छ नि यो केटीको उसमा चाहिँ मेरो पनि हात छ भनेपछि चाहिँ अब चाहिँ पुलिसहरूले एउटा प्रुफ पायो हुन्छ नि। अब चाहिँ उनीहरू चाहिँ फेरि सुरजीकोमा गएर तेरो वाइफले एक्सेप्ट गरेछ कि अब त पनि एक्सेप्ट गर हुन्छ नि, यो तैँले नै मारेको हो भनेर भन्यो उनीहरूले। अनि पुलिसले त्यो भन्दाखेरि उसले त्यही पनि मानिरहेको थिएन। पछि गएर चाहिँ उसले मैले मारेको हो भनेर उसले पनि एक्सेप्ट गर्यो। अनि पुलिसहरूले चाहिँ तिमीले किन यसरी मारेको भन्दाखेरि चाहिँ उसले के भन्यो भन्दाखेरि मैले चाहिँ यो शुद्ध गरेर 42 जना अझै केटीहरू मैले मारेको छु भनेर भन्यो। त्यो भनेपछि चाहिँ पुलिसहरू सक भयो, किन भन्दाखेरि उनीहरूले चाहिँ एउटा मात्रै डेड बडी देखाएको थियो। त्यहाँ उसले 42 वटा केटीहरू मारेको छ भन्दाखेरि त 42 भनेको त इट्स अ बिग नम्बर होइन, एकदम धेरै ठुलो बिग अमाउन्ट हो। अनि उनीहरू एकदमै सक भयो, एकदमै सकिङ, एकदमै हुन्छ नि उनीहरू केही बोल्न पनि सकेन। त्यत्रो धेरै अमाउन्ट अफ केटी, 1 जना 2 जना 3 जना त ठिकै थियो, तर 42 वटा केटीको मर्डर चाहिँ बडी छ भन्दाखेरि चाहिँ सक भयो उनीहरू होइन। अनि त्यसपछि अनि उनीहरूले अब हुन्छ नि अझै त्यसपछि इन्भेस्टिगेट गरेर सोध्यो, तैँले किन यसरी मारेको, के रिजन थियो होइन, किन यसरी हुन्छ नि यति धेरै केटीहरूलाई मारेको, बडी कहाँ छ भनेर इन्भेस्टिगेट गर्दाखेरि चाहिँ उसले के भन्यो भन्दाखेरि 1986 को एक रातमा चाहिँ उसलाई एउटा सपना आएछ। सपनामा चाहिँ उसले आफ्नो मरेको बुवा जो चाहिँ सामिन थियो होइन उसलाई देखेछ। अनि उसको बुवाले चाहिँ अलि डरलाग्दो रूपमा चाहिँ के भनेर भन्दाखेरि तिमीले चाहिँ 72 वटा वुमनको सलाइभा भनेको हुन्छ नि थुक जस्तो खायो भने चाहिँ जो चाहिँ नेचुरली मरेको छ उनीहरूको 72 वटा वुमनको सलाइभा खायो भने चाहिँ तिमी कहिले पनि मर्दैनौ, तिमी इन्भिन्सिबल हुन्छौ, कहिले पनि मर्दैनौ, अनि अझ पावरफुल हुन्छ भनेर त्यस्तो सपना देखेछ अरे। अनि त्यो सपना देखेपछि चाहिँ उसलाई चाहिँ त्यो हुन्छ नि एकदमै पावरफुल बन्नु मन थियो, एकदमै कहिले पनि नमर्नु जस्तो हुन्थ्यो अरे। अनि त्यही भएर चाहिँ तर उसको बुवाले चाहिँ नेचुरल डेथ भनेको थियो, तर उसले चाहिँ यसलाई छिटो गर्नको लागि चाहिँ उसले त्यसरी नै मार्न थाल्यो भनेर भन्यो। अनि उसले भनेको अनुसार चाहिँ उसले चाहिँ
यो मार्न थालेको चाहिँ 11 इयर्स भइसकेको छ। अनि पुलिसहरूलाई चाहिँ के भयो भन्दाखेरि यत्रो वर्षदेखि यो मान्छेले यत्रो केटीहरू मारिरहेको थियो, उनीहरूलाई केही पनि थाहा नै थिएन भन्दाखेरि कसरी यस्तो भयो त? यत्रो केटीहरू मिसिङ भएको रहेछ, कसैले किन रिपोर्ट गरेन, के भयो हुन्छ नि। अब यो कसरी चाहिँ यस्तो हुन गयो त? 42 वटा केटी भनेको त एकदम ठुलो अमाउन्ट अफ हुन्छ नि ह्युमन लस हो होइन। अनि त्यसले गर्दाखेरि चाहिँ everyone was shocked, everyone was हुन्छ नि के हुन्छ नि सोसाइटीमा के भइरहेछ भने जस्तो कुरा भयो। उसको लागि त यो एउटा खेलवाड जस्तो भइरहेको थियो, हुन्छ नि खेलौना जस्तै गरी मान्छे मारिरहेको। उसले आफ्नो कुराहरू सबै भन्यो, सबै खोलायो आफ्नो कुराहरू होइन। यो कुरा सुनेपछि चाहिँ सबैजना सक थियो, सबैजना एकदमै आत्तिरहेको थियो होइन। अब को के कसो कता गाडेको के सबै कुरा अब हुन्छ नि खोलिँदा थियो। अनि पुलिसहरूलाई सोध्यो कहाँ गाडेको के हुन्छ नि कुन ठाउँमा गाडेछ भन्दाखेरि उसले चाहिँ त्यही वरिपरि खेतमै गाडेको रहेछ। अनि अब यो जुन किलिङ भइरहेको थियो यो चाहिँ 11 वर्षदेखि नै सुरु हुन्छ नि। 11 वर्ष जति भइसकेको रहेछ भनेपछि डेड बडीहरू चाहिँ धेरै नै डिके भइसकेको थियो। अनि उनीहरूले त्यहाँ क्रेन लिएर गयो नेक्स्ट डे होइन। क्रेन लिएर गयो अनि क्रेन लिएर खोल्दाखेरि त सबै स्केलेटनहरू निस्किरहेको थियो, किनभने सबै डिके भइसकेको थियो। धेरै अगाडिदेखि उसले मान्छेहरू मारिरहेको रहेछ, उसले आफ्नो भिक्टिमहरूलाई हुन्छ नि यसरी मारिरहेको रहेछ भनेपछि इट वाज एकदमै टेरेबल कुरा थियो यो चाहिँ। अनि जस उनीहरू सबै लासहरू हुन्छ नि बडीहरू भेटिन थाल्यो, तर उनीहरू सबै त्यो बडी चाहिँ स्केलेटनमा चेन्ज भइसकेको थियो, किन भन्दाखेरि इट वाज वे ब्याक उसले यो किलिङहरू सुरु गरेको है। अनि एउटा कुरा चाहिँ के पनि थियो भन्दाखेरि उसको प्रायः जस्तो भिक्टिम चाहिँ महिला नै हुन्थ्यो, केटी नै हुन्थ्यो। उसले चाहिँ अब उसँग चाहिँ अब ऊ अलिकति पपुलर भइसकेको थियो, उसलाई धेरै मान्छेले चिन्दै सामेन भनेर होइन। अनि धेरै जस्तो अब उसलाई त्यो प्रब्लम लिएर आउने मान्छे त धेरै हुन्थ्यो, जस्तो केटा पनि हुन्थ्यो केटी पनि हुन्थ्यो, तर उसको टार्गेट चाहिँ केटी मात्रै हुन्थ्यो। किनभने उसलाई चाहिँ त्यो केटीलाई मारेपछि र केटीको सलाइभा खाएपछि बल्ल उसलाई त्यो पावर पाउने भएको भएर चाहिँ उसले उसको भिक्टिम्स प्रायः जस्तो केटी हुने गर्थ्यो होइन। अनि उसले चाहिँ के पनि गर्थ्यो भन्दाखेरि आफ्नो भिक्टिमहरूलाई चाहिँ प्रायः जस्तो उसले चाहिँ कसैलाई मेरोमा आउँदाखेरि कसैलाई नभन्नु होइन, एकदम सिक्रेट राख्नु। किन भन्दाखेरि त्यो म्याजिकल ऊहरू काम गर्दैन, जुन चाहिँ उनीहरूको त्यो तन्त्र विधिहरू थियो त्यो काम गर्दैन, कसैलाई भयो भने काम गर्दैन हुन्छ नि। त्यही भएर यो सिक्रेट राख्नु भनेर भन्ने गर्ने रहेछ। अनि प्रायः जस्तो केटीहरू चाहिँ आफ्नो हस्बेन्डको प्रब्लम लिएर आउने, आफ्नो घरको प्रब्लम लिएर आउने होइन, अनि आफ्नो फ्यामिलीको म्याटर लिएर आउने, अनि आफ्नो हुन्छ नि पैसाहरूको प्रब्लम अथवा अनि कति उसमा चाहिँ प्रोस्टिट्युटहरू आउने रहेछन् होइन भिक्टिम्सहरू चाहिँ। अनि उनीहरूले चाहिँ अब हुन्छ नि आफ्नो क्लाइन्टहरू बढाउने कसरी, अब त्यो पैसा धेरै कसरी कमाउने त्यो भनेर चाहिँ आउने रहेछन् प्रायः जस्तो। अनि उसले चाहिँ त्यही कुरा लिएर चाहिँ होइन उसले चाहिँ एकदमै हुन्छ नि अब आफ्नो त्यसलाई युटिलाइज गर्यो उसले चाहिँ के अरे सबै केटीहरूलाई चाहिँ कसैलाई नभन्नु, कसैलाई हुन्छ आउँदाखेरि यहाँ मेरोमा आउँदा नभन्नु भन्ने गर्दो रहेछ। उसले चाहिँ आफ्नो क्लाइन्टहरूलाई चाहिँ धेरै जस्तो चाहिँ हुन्छ नि घरमा बोलाउँथ्यो राति। अनि उसको प्रायः जस्तो काम चाहिँ राति हुन्थ्यो होइन। अनि राति बोलाउने घरमा, त्यसपछि घरमा चाहिँ तन्त्रहरू गर्ने, विधहरू गर्ने होइन। अनि त्यसपछि त्यो विध र तन्त्र गरेपछि पैसा लिने, अनि पैसा लिएपछि चाहिँ अनि आधी काम चाहिँ घरभित्र आधी काम चाहिँ घर बाहिर हुने रहेछ उसको। अनि घरको तन्त्रहरू सकिएपछि चाहिँ अब बाहिर त्यो खेतमा चाहिँ अरू काम बाँकी काम गर्नुपर्छ भनेर लग्दो रहेछ। त्यहाँ लगेर चाहिँ उसले आफ्नो त्यो क्लाइन्टलाई नै खन्न लाउँदो रहेछ है, आफ्नो बडीसँग उसले खन्न लाउँदो रहेछ। खन्न लाएर अनि क्लाइन्टलाई चाहिँ त्यहाँ तल जानु भन्दो रहेछ। अनि त्यहाँ तल गएपछि चाहिँ उसले त्यो बाँधेर चाहिँ
अनि घाँटिसहरू न्याकेर अनि मारिदिँदो रहेछ। अनि मारेर चाहिँ अब त्यही हो त्यो क्लाइन्टकै हुन्छ नि त्यो सलाइभाहरू निस्किँदाखेरि चाहिँ उसले त्यो खाँदो रहेछ। अनि एकदमै घिनलाग्दो छ यो है। अब के भने यस्तो पनि हुँदो रहेछ स्टोरीहरू। अनि जस उसले त्यस्तो गरेर चाहिँ त्यसरी नै उसले गर्दा गर्दा 42 जना महिलाहरूलाई चाहिँ उसले त्यही गरिकन मार्यो होइन। अनि त्यही गर्ने त्यही मार्ने त्यही गर्ने त्यसरी मार्ने होइन। अनि उसले त्यो गर्दाखेरि चाहिँ के पनि गर्थे भन्दाखेरि त्यो डेड बडीको चाहिँ होइन, डेड बडीलाई त्यहाँ गाडेर अनि त्यसको फेस चाहिँ वेस्ट साइडतिर फेस गरेर गाड्थ्यो। अनि त्यो बडीले चाहिँ उसकै घरमा हेरिरहेको हुन्थ्यो। त्यसै जसले गर्दाखेरि चाहिँ उसको पावर चाहिँ उसकोमा आओस् भनेर हुन्छ नि, त्यसरी पनि उसले भन्थ्यो त्यो अझ बडी पावर आउने भनेर त्यसरी नै डिस्क्राइब गरेको थियो। आफ्नो भिक्टिमहरू चाहिँ त्यसरी मार्ने गर्थ्यो होइन। अनि त्यस्तो एकदम ब्रुटल वेबाट उसले त्यसरी आफ्नो क्लाइन्टहरूलाई चाहिँ त्यसरी उसले फसाएर मार्थ्यो। अनि त्यसपछि चाहिँ अब यो केस चाहिँ कोर्टमा एकदमै धेरै टाइम लागेको थियो। किन भन्दाखेरि जति पनि बडीहरू पाएको थियो, जति पनि बडीहरू हुन्छ नि त्यो फिल्डबाट भेटेको थियो, त्यो सबै डिके भएर हड्डीमा कन्भर्ट भइसकेको थियो। त्यही भएर चाहिँ उनीहरूलाई प्रुफ गर्नु चाहिँ एकदमै गाह्रो भएको थियो होइन। अनि फेरि ऊ अहमदले पनि आफ्नो के अरे मैले मारेको नभने घरि म इनोसेन्ट छु, मैले के गरेको छैन भने भन्ने होइन। अनि घरि हुन्छ नि चेन्ज गरिराख्ने आफ्नो उहरू। अनि त्यसपछि यो केसलाई क्लियर हुन चाहिँ 7-8 मन्थ्स लागेको थियो। एभिडेन्स विटनेसेसहरू होइन सबै ल्याउँदाखेरि चाहिँ एकदम टाइम लागेको थियो। अनि मान्छेहरू पनि एकदम रिसाएको थियो। किन भन्दाखेरि कसैको बहिनी, कसैको दिदी, कसैको साथी होइन मरेको थियो। त्यही भएर चाहिँ यो केस छिटोभन्दा छिटो सकाउनलाई चाहिँ गिल्टी प्रुभ गर्नको लागि चाहिँ पुलिसहरू एकदमै राम्रो इन्भेस्टिगेसन गरिरहेको थियो। अनि फाइनली अन April 27, 1998 मा चाहिँ he was sentenced to death। अनि त्यसपछि उसलाई हुन्छ नि डेथको सेन्टेन्स चाहिँ गरियो। अनि उसको वाइफलाई पनि सेम सेन्टेन्स गरेको थियो। फर्स्ट वाइफ उसको नाम चाहिँ टिमिनी थियो है, टिमिनी थियो। उसलाई पनि त्यही सेम सेन्टेन्स गरेर डेथको सेन्टेन्स दिएको थियो। तर पछि चाहिँ चेन्ज गरेर लाइफ इम्प्रिजनमेन्टमा चेन्ज गर्यो। तर त्यो चेन्ज गरेको भएर चाहिँ अब श्री कमला देवीको मम्मी होइन अनि अरू मान्छेहरूले चाहिँ अब्जेक्ट गरेको थियो। किन भन्दाखेरि उसको नि इन्भल्भमेन्ट थियो भनेर चाहिँ उनीहरूले चाहिँ अलि डिसएग्रिमेन्ट गरेको थियो। त्यसपछि चाहिँ अन July 10, 2008 मा चाहिँ उसलाई फाइनली एक्जिक्युट गर्यो। फायरिङ स्क्वाडले चाहिँ होइन उसलाई गोली हानेर उसको हत्या गरियो। र हत्या गरिसकेपछि चाहिँ उसको अब डेड बडी चाहिँ के अरे उसकै होमटाउनमा गाड्न पठाउँदाखेरि चाहिँ त्यहाँको जनताले मानेनन् र के अरे कमला देवीको आमाले पनि मानेन। किन भन्दाखेरि इट वुड बी अ सेम भनेर भन्न थाल्यो होइन। किन उसले त्यस्तो धेरै मान्छेहरू मारेको थियो। पछि कुनै ठाउँ नपाएर चाहिँ July 11, 2008 मा चाहिँ उसको बडी चाहिँ उसको आफ्नो होम टाउनभन्दा चाहिँ 50 किलोमिटर्स अवेमा चाहिँ गाडिएको थियो। र यो इन्सिडेन्टबाट चाहिँ धेरै मुभीहरू बन्यो इन्डोनेसियामा प्लस अरू कन्ट्रीहरूमा पनि होइन। इट वाज अ सकिङ न्युज। किन भन्दाखेरि उसले जसरी 11 वर्षमा जति मान्छेहरू मार्यो त्यो चाहिँ एकदमै हुन्छ नि ग्रुसम थियो। एकदमै धेरै मान्छेहरूको साथी, बहिनी, दिदीहरूको चाहिँ ज्यान गयो। हुन्छ नि उसको अब एउटा सानो सपनाले गर्दाखेरि होइन। अनि के पनि भन्ने गरिन्छ भन्दाखेरि त्यो गाउँमा चाहिँ 80 जना के आइमेहरू चाहिँ हराएको थियो अरे त्यो होल पिरियड अफ टाइममा। अनि के पनि भन्ने गरिन्छ भन्दा सायद उसले 42 भन्दा बढी नै केटीहरूको
हत्या गरेको हुनसक्छ भन्ने पनि एउटा 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 ऊ छ थ्योरी छ होइन, जुन चाहिँ प्रुभन चाहिँ छैन, तर त्यहाँ त्यो टाइममा चाहिँ त्यो पिरियड अफ टाइममा जुन पिरियडमा यो नम्बर अफ मर्डर्सहरू भएको थियो होइन, त्यो टाइममा चाहिँ 80वटा केटीहरू चाहिँ मिसिङ भएको थियो भनेर चाहिँ रिपोर्ट गरेको थियो अरे। अनि अर्को यो अब इन्सिडेन्टको बारेमा चाहिँ अर्को एउटा के छ भन्दाखेरि यो अलिकति तन्त्रहरूसँग रिलेटेड अलिक स्पिरिचुअल टाइपको भएको भएर चाहिँ मैले चाहिँ अब रिसर्च गर्दाखेरि के भेट्यो भन्दाखेरि उसको जन्म चाहिँ हुन्छ नि, यो अहमद सुरजीको जन्म चाहिँ Jan 10मा भएको थियो र उसको डेथ पनि जुलाई 10मै भयो है। अब त्यो आई डोन्ट नो अब के एउटा ऊ छ होइन, अब भनिन्छ अब नम्बर्स मेक अ डिफरेन्स, अब हुन्छ नि एन्जल नम्बर्स यताउता भनिन्छ है अब, एन्ड 1 इज अ भेरी पावरफुल नम्बर। अनि अब आई डोन्ट नो अब लिङ्क छ कि छैन त्यो त मलाई थाहा छैन, तर आम जस्ट गेसिङ, जस्ट अब यो केसको बारेमा रिसर्च गर्दाखेरि चाहिँ मैले अब यो देखेँ, तर आम नट स्योर, अब यो आफ्नो मेरो एउटा गेस मात्रै हो। यो घटनाको बारेमा रिसर्च गर्दा र सुन्दाखेरि म आफै सक छु, किन भन्दाखेरि यति धेरै महिलाहरू चाहिँ यो मान्छेले मार्यो है, एकदमै दुःख पनि लाग्छ। अब तर त्यो साम्रै भयो, यो मान्छे मर्यो पनि। यस्तो अझै थुप्रै इन्सिडेन्टहरू पनि छन्, धेरै छन् होइन। अब यस्तो हुन्छ नि इन्सिडेन्टहरू रोक्न सकिँदैन, तर अवेर चाहिँ हुन सकिन्छ हामीहरू। सो लेट्स बी अवेर होइन, टेक केयर अफ फ्रेन्ड्स एन्ड फ्यामिली। अनि यस्तो यस्तो काला जादु यताउतिमा चाहिँ लाग्नु चाहिँ हुँदैन होइन। यो हाम्रो देशमा अब नेपालमा भनौँ विश्वमै प्रख्यात छ। अब एभ्री कल्चर एभ्री रिलिजनको आफ्नै एउटा हुन्छ नि यस्तो ब्ल्याक म्याजिकदेखि लिएर हरेक कुराको इन्भल्भमेन्ट हुन्छ, तर त्यसमा चाहिँ नलागेकै राम्रो र आफ्नो फ्यामिली फ्रेन्ड्सको टेक केयर गरेर बसौँ है। थ्याङ्क यू सो मच आजको लागि यति। टेक केयर एन्ड हेभ अ गुड नाइट। थ्याङ्क यू।